लिम्बूको छोरी हो लिम्बूको छोरी अरू केही गर्न नजाने पनि अरू केही गर्न आँट नआए पनि रक्सी पालेरै भए पनि बुढा पाल्ने आर्ट गर्न सक्छु क्या म लिम्बूको छोरी हो नि त त्यही भएर साथीहरू तपाईँले देख्न सक्नुहुनेछ आज चाहिँ म रक्सी पार्नेवाला छु है रक्सी चाहिँ कसरी पारिन्छ भनेर तपाईँलाई म सिकाउनेवाला पनि छु हेर्न सक्नुहुनेछ अहिले सबै कुराहरू सबै रेसिपीहरू पाइन्छ नि त युट्युबतिर अरू मासु पकाएको हुन्छन् अहिले अचार बनाएको मासुको अचार त एकदम ट्रेन्डिङमै छ है सबैले लाएर हुन्छ रेसिपी कसरी बनाउने के गर्ने भनेर अरू दाल भात तरकारी सबै बनाएकोहरू युट्युबमा फेसबुकमा जहाँ चाहिँ तपाईँले पाउन सक्नुहुनेछ भने यो चाहिँ आज चाहिँ म तपाईँलाई रक्सी पार्ने रेसिपी के हो त कसरी रक्सी पारिन्छ त भन्न तपाईँलाई म सिकाउन लागिरहेको छु साथीहरू तपाईँले आउँदैन भने तपाईँहरूले पनि यो भिडियो हेरेर पनि सिक्न सक्नुहुनेछ पहिला मलाई चाहियो फोसी यो फोसीमा चाहिँ पानी मजाले उमालेर यो चाहिँ अब जाँड चाहियो त्यसपछि यो जाँड चाहिँ मैले फोसीमा लाउनेवाला छु फोसीमा राखेर सुनमा चाहिन्छ यो जाँड चाहिँ फोसीमा लाएर यसरी राखेपछि माथिबाट राख्ने हो हामीले फुङ्गा यो फुङ्गालाई लिम्बू भाषाबाट के भन्छ यागाङमा पनि भन्छ यसलाई नानी भन्छ है यसलाई अनि माथिबाट यो भएको माथिबाट लाएकोलाई चाहिँ बाता भन्छ है यो चाहिँ मुनि रक्सी राखेर रक्सीको बाफ चाहिँ माथि जुन यो के भन्छ माथि यो बातामा थोकेर नानीमा झर्छ जुन बाफ चाहिँ त्यो झरेकोलाई चाहिँ रक्सीको रूपमा चाहिँ रूपान्तरण भएर निस्किन्छ यो चाहिँ रक्सी यसलाई चाहिँ रक्सी भनिन्छ यसरी झर्ने हो यो चाहिँ होइन यहाँ चाहिँ मेरो साथी पनि आएको थियो साथीले भिडियो गर्दै थियो साथीमा चाहिँ हाँस्दै मेरो बचपनको साथी थियो नि त हाँस्दै हामी चाहिँ भिडियो बनाउँदै काम गर्दै थियौँ यो चाहिँ मैले अनि त्यसपछि यो चाहिँ बाताको यसले चाहिँ बाता फेन भन्छ है यो चाहिँ किन त्यसरी के पो बेरेको भन्दाखेरि यो दुलो हुन्छ यसमा प्वाल हुन्छ यो प्वालबाट चाहिँ रक्सीको बाफ नजोस् भनेर चाहिँ मैले के पो यो बेरेको हो यो चाहिँ अब बाफ गयो भने त रक्सी नमिठो हुन्छ नि त अनि त्यही भएर त्यसको लागि हो यो चाहिँ यसलाई चाहिँ पाता फेन भन्छ हाम्रो लिम्बू भाषाबाट है अरूबाट के भन्छ त्यो मलाई थाहा भएन अनि यसरी पारेर यसरी बनाएर यो चाहिँ अब चाहिँ स्टार्ट भएको अब यो गरेपछि मुनिबाट आगो लगाइदिने हो मजाले भन्दा धेरै मजाले लगायो भने डर्ने सम्भावना हुन्छ त्यही भएर यसलाई मजाले हल्का गरेर आगो लगाइदिने हो यसरी राखिसकेपछि अनि यो राखिसक्दाखेरि लगभग बेलुकाको 5:30 तिर राखेको होला यो राख्नलाई चाहिँ एकदम पारिसक्नलाई धेरै टाइम लाग्छ नि त अलमोस्ट 1-2 घन्टा त लगभग लागि नै हाल्छ होइन 2 घन्टा साढे 1-2 घन्टा त लाग्छ नै किनभने धेरै टाइम यो पानी उगाउँदै फ्याक्दै गर्नुपर्छ नि त पानी तात्तिन्छ त्यो पानी चाहिँ फेर्नुपर्छ क्या तातो पानी निकाल्दै चिसो पानी लाउँदै गर्नुपर्छ यो पानी निकाल्दा चाहिँ लगभग बेलुका नै भइसकेको थियो राति नै हामीले दिउँसै राखेको हो तर बेलुकै भइसकेको थियो किनभने अब यो धेरै टाइम मैले भनिरहेको छु नि त धेरै टाइम लाग्छ है त्यसरी यो पानी चिसो पानी लाउँदै निकाल्दै गर्नुपर्छ यो रक्सी चाहिँ मैले मेरो माइतीमा मेरो बुवा आमालाई पठाउनको लागि कुसेलीको लागि तयार पारेको है साथीहरू अनि मेरो बुवा आमालाई मिठो रक्सी पठाउनु परेन छोरीले पठाएको मिठो रक्सी भनेर अनि यो चाहिँ मैले किन यसरी कोरेको त भन्दाखेरि अब कति पानी भयो कतिचोटि पानी फेरियो भनेर बिर्सिन्छ भनेर यसरी कोरेको है अहिले चाहिँ रक्सी उतार्ने टाइम भइसकेको छ है देख्न सक्नुहुनेछ यो चाहिँ यसरी मैले रक्सी उतारेँ माथिबाट पहिला बाता निकालेँ अनि मुनिबाट मैले यागाङमासँगै नानी रक्सी निकालेँ तपाईँले देख्न सक्नुहुन्छ रक्सी चाहिँ थोरै मिठो चट्ट परेको झरेको छ अनि तपाईँ भिडियो पनि गरेको यो रक्सी भनेर है अनि यसरी रक्सी पारिसकेपछि यो मैले यसरी हामीले चाहिँ लिम्बू संस्कृति अनुसार लिम्बू परम्परा अनुसार यो चढाउनुपर्छ क्या सुरुमा मान्छेले नखै अनि मिठो भयो भएन भनेर आगोमा पनि ट्राई गरेको हो तपाईँलाई कस्तो लाग्यो मेरो भिडियो प्रतिक्रिया दिनु नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ